एक्सिडेन्ट भएछ, लास्टै ठुलो एक्सिडेन्ट भएछ। अच्छा अघि नै खान्छु भनेर भनेको जाडो, लास्टै जाडो छ। अच्छा ग्यास छोडेर ग्यास छोडे ग्यास लिन जाँदैछु। ग्यास दिनु त ग्यास चिसो छ होला। वास्तवमा भन्नुपर्दा अब भन्न नमिल्ने गरेर चिसो छ। के र के भएछ लगमा केटाहरू चिप्छन्। भिडियोमा पनि आइयो भनेर भन्छ एउटाले। सरलाई बुझाउ गर्दा पनि यहाँ पुरा उस लाग्छन् क्या यिनीहरूले विदेशीले। पन्जा लाउँछु, भर्खर नास्ता खाएर हिँड्न लागेको छु। ढोरपाटन नास्ता घर पनि रहेछ। म त एमआरजीको गाउँको मान्छेको नास्ता पसलमा गएर खाएछु कि भनेर दाजुभाइ नास्ता पसल खाएछु भन्न भन्नाले पनि के हुन्छ र, एमआरजीको धन राम्रै हुन्छ। गोदर दाई भन्नु कि गोदर भन्नु यस्तो एउटै होला सायद। आजको घुमाइ अब सक्यो। अब आज चिसो भए पनि मान्छेहरू हिँड्न छोडे छैनन्। तर चिसो त कति चिसो, बुटौलमा यति चिसो हुन्छ कि अब जसले एक्सपिरियन्स गरेछ त्यसलाई मात्रै थाहा हुन्छ, जहाँमा थाहा हुन्छ। अब ताजोमा अब गाडीमा हिँड्नुलाई त अब थाहा हुने कुरो भएन, तर मोटरसाइकलमा हिँड्नुलाई त छाती कमाउने जाडो छ। जाडोको लेभल त नेक्स्ट लेभल बढ्यो यार। धन तल आएको यहाँ चौडा आइदियो म तर लास्ट चिसो छ। लास्ट के चिसो होला। म त भित्री बाटो जान्छु, आनन्द भित्री बाटो गएर आनन्द जान्छु। घुम्नु पनि भएको छैन गाइस, लास्टै नै चिसो छ। चिसोको लेभल कहाँ बताउनु। तर आज एक्सिडेन्ट देखेर मनै नभयो। यतादेखि घुमाएर जान्छु म। एक्सिडेन्ट हेर्नु गाइस।
लास्टै ठुलो एक्सिडेन्ट भयो त यार कता कता हो तर यो वान वे गराउनु हुन्न भने मैले अस्तिदेखि भनेको तर साँच्चीको एक्सिडेन्ट हुन्छ मैले भनिराखेको तर एक्सिडेन्ट भएरै छोड्यो अगाडि त गाडी हान्दैछ झ्याच्चै हान्दैछ यार फुटेछ अगाडिको राख्नु भएको पुलिस सरहरू अनि यतादेखि क्रसिङ हुन्न भनेर भनेको के गरेको र त आज एक्सिडेन्ट देखेर मनै नभयो यार त्यस्तो लाइफमा कसैलाई पनि नपरोस् के मैले के भन्छु त्यो मान्छेलाई तर हुन त हुन्छ अब एक्सिडेन्ट भन्ने कुरा त नर्मल हो भइरहेको छ ठिक छ तर पनि एक्सिडेन्टमा यस्तो जोखिम हुन्छ क्या यस्तो चोट लाग्ने यस्तो जाडोमा अझै त्यसैले कोटाउँदा त कति जाडो हुन्छ कस्तो दुख्छ जाडो भन्दा पनि दुख्छ अनि चोटै लाग्दा त झन् मान्छे त के हुन्छ तर घाउ चाहिँ लाग्दैन है पछाडिबाट केही आएको छैन बुटोलदेखि सुनौली भयो सुनौली भैरवा अनि नौतुमा जाँदाखेरि कस्तो लाग्ने के त्यहाँको माहौल त्यस्तो हो कि के हो जस्तो पुराना मान्छेहरू हुन्छ नि एकदम पुराना जस्तो लाग्ने क्या हुन त अब त्यहाँको सिस्टमै फरक छ मान्छेहरूको सोचदेखि सबै कुराहरू फरक छ त्यो पनि अब यहाँ त कुनै कुराहरू पनि डेकोरेसन राम्ररी गरेर राखेको हुन्छ नि त उहाँ चाहिँ कस्तो गरेको थाहै हुन्न अब त्यो सानो होन्डा सोरुममा गयो भने पनि होन्डाको बाइकहरू त राम्रो हुन्छ तर कस्तो ठाउँमा हुन्छन् कि अब जस्तो खेतको बिचमा खेत वरिपरि छ त्यस्तो ठाउँमा राख्ने अब यहाँ त सहर हुन्छ नि त सहरमा अनि मेन चोकमा जुन राम्रो राम्रो बिल्डिङहरू बनेको छ त्यहाँ राख्छ नि त त्यस्तै राख्छ अब हुन त आफ्नो आफ्नो अब देश देशको अब मार्केटिङ हो तर अब तर पनि हामी नेपालदेखि जाने मान्छेलाई कस्तो कस्तो लाग्छ कि जाडो जाडो आएर घरभित्र बस्नु टाइम म पनि ब्लग सक्छु अनि अब फेरि अब अर्को ब्लगमा भेटौँला अहिलेलाई हेरिदिनु भयो त्यसको लागि धेरै 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 धन्यवाद अगाडिको भेलको भाइहरूले देखेछ कि देखेको छैन तर हाई गरिरहेछ हेलो गाइज अब म घरतिर जान लागेँ घरतिरै हुन्छु अब त्यसपछि लगाइज आजलाई अब यति हुन्छ थ्याङ्क यू हेर्दैकोमा सब्सक्राइब